नेपालको जस्तो इन्डियाको चार्टर्ड एकाउन्टेन्ट इन्स्टिट्युटले के गरेको छ भने प्रत्येक ब्याङ्कमा एउटा चार्टर्ड एकाउन्टेन्ट डाइरेक्टर हुनुपर्छ भने अनिवार्य गरेको छ। त्यस्तै प्रत्येक लिस्टेड कम्पनीको सिइओ चार्टर्ड एकाउन्टेन्ट नै हुनुपर्छ भने अनिवार्य गरेको छ। त्यस्तो चिज हाम्रो कानुनमा पनि ल्याउने प्रावधान गर्न सक्यो, इन्स्टिट्युटले त्यो अगाडि बढ्न सक्यो भने आई होप यहाँ हामी सबैको चाहिँ उन्नति र प्रगति होला र यो प्रोफेसन पनि सुरक्षित होला। धन्यवाद। थ्याङ्क यू भेरी मच। I would like to request our immediate past president of NCASA, Mr. Utsav Panti, to hand over the token of love to Mr. Anurag Bhattarai and chief guests. Our present president of ICANN, FC Madhuvir Pandey sir, to come over here because we want to conduct a small question answer session right now. नमस्ते भन्नुस्। यहाँबाट चाहिँ सुनिरहेको थिएन सर, खै आइक्यानले स्टुडेन्टको प्रब्लम सुन्न नखोजेको जस्तै छ, माइकले त्यस्तै भनिरहेको छ। 600 CA प्लस 12,000 CA स्टुडेन्ट्सको भावनाको विपरीत किन 4 जना आर्यहरू आएकै भरमा चाहिँ उनीहरूको फेभरमा डिसिजन भयो। क्वेसन नम्बर 1। क्वेसन नम्बर 2, हाम्रो सरले जुन भन्नुभएको थियो, सर आएदेखि नै आएको फर्स्ट डेदेखि नै CA स्टुडेन्ट्स प्लस एजुकेसन चाहिँ फर्स्ट प्रायोरिटी भन्नुभएको थियो। एकदम खुसी लाग्यो हामी सबैलाई सुन्दाखेरि र यही विषयमा चाहिँ हामी थोरै विद्यार्थीका प्रब्लमहरूको विषयमा म केही क्वेसनहरू सुन्न चाहन्छु। जस्तै हामीले भोग्दै आएका समस्याहरू छन्। लाइब्रेरीदेखि सुरु गर्छु म। जस्तै लाइब्रेरी छ 10 to 5 अनि क्याप 3 को स्टुडेन्टको वर्किङ आवर्स छ 10 to 5। यसको मतलब क्याप 3 स्टुडेन्टले लाइब्रेरी फेसिलिटी युज नगर्ने भन्ने हो कि के हो? यो क्वेसन नम्बर 2। क्वेसन नम्बर 3, लाइब्रेरी फेसिलिटी छ, सिलेबसमा रिफरेन्स बुक लेखेको छ 10-12 वटा, लाइब्रेरीमा बुक छैन। क्वेसन नम्बर 4, सबै कुरामा चाहिँ साफा लेभलको एकाउन्टिङ बडी एकाउन्टिङ स्टुडेन्टसँग कम्पेयर गरिन्छ। त्यहाँको भन्दा हाम्रो रेजिस्ट्रेसन फी चाहिँ जोमेट्रिक प्रोग्रेसनमा बढेको जस्तो हामीलाई लाग्छ र जबसम्म फेसिलिटीको कुरा छ त्यो चाहिँ रिग्रेसनमै भइरहेको देखिरहेका छौँ हामीले। अस्तिसम्म हामीले इन्डियन मेटेरियल नेपाली कभर, नेपाली मेटेरियल इन्डियन कभर, मेटेरियल छ 2 जनाले पाउँछ 10 जनाले हेर्छ, पुतली चौडामा गएर फोटोकपी गर्छ। त्यो कहिलेसम्म हुने हो? क्वेसन नम्बर 6, सरकै अनुमतिमा चाहिँ म क्वेसन 1-2 थप्ने अनुमति चाहन्छु। रेलिभेन्ट क्वेसन्स गर्नु होला हाम्रो विद्यार्थीहरूको। जस्तै के पनि गर्नु होला भने अब मैले अघि भने प्रेसिडेन्टको हैसियतले मेरो टाइम झेल्नु, तर म काउन्सिलमा 2 वर्ष छु। एजुकेसनमा पनि अहिले कमिटीको चेयरम्यानको हिसाबले वा एजुकेसनलाई चाहिँ लैजाने मेरो पर्सनल पनि अभियान हो। रेलिभेन्ट क्वेसन सोध्नुहोस्, डेभलपमेन्टको कुराहरू म अब के भइरहेको अथवा के हामीले हाम्रो भिजन के छ भन्नु होला, सायद त्यो पछि हामी गर्न सक्छौँ। प्लिज। अर्को एउटा क्वेसन छ सर। जस्तै हामी चाहिँ डे 1 देखि नेपाल बोर्ड भनेर पढिरहेछौँ, नेपाल बोर्डलाई भित्रिरहेछौँ, आइक्यानमै आउँछौँ, आइक्यानकै सम्पूर्ण प्रोग्राम गरिरहेको हुन्छौँ। तर जुन छ नि हामी फाउन्डेसन पढेर क्याप 2 को फर्स्ट ग्रुप पास गर्छौँ अनि त्यति बेला BBS पास गर्छौँ, आर्टिकल पाउँदैनौँ। जो चाहिँ BBS सकेर क्याप 2 को फर्स्ट ग्रुप पास गर्छ उसले आर्टिकलसिप पाउँछ। यसको किन सुनवाई हुँदैन? यसको सुनवाई कहिले हुन्छ सर? हामी नेपाली विद्यार्थीहरूले चाहिँ इन्डिभिजुअल सब्जेक्टमा 40 मार्क्स ल्याउनु पर्ने, एग्रिगेटमा 50 मार्क्स ल्याउनु पर्ने, कुनै पनि
विद्यार्थी इन्डिया गएर सिए पढेर आउँछ 4.5 वर्षमा, त्यही पनि 90% डमी गरेर आउँछ। उनीहरूको चाहिँ इन्डिभिजुअल सब्जेक्टमा 40 नम्बर ल्याइपुग्ने, यो किन? यतिको एन्सर दिनु होला। धन्यवाद। हाम्रो शिवराम दाइले नै मलाई लाग्छ सबै एस्पेक्टको क्वेसन सोधिसक्नु भएको छ, त्यही भएर यो क्वेसन सोध्ने राउन्ड चाहिँ म यही बन्द गर्न चाहन्छु। सायद जुन कुराहरू तपाईँहरूले भन्नुभयो मैले एनकासा मार्फत पनि चाहिँ यो नयाँ कुरा खासै नयाँ मतलब यो इस्युज त जुन डेभलपमेन्टको इस्युज यहाँले भन्नुभयो 6-7वटा भाइले भन्नुभयो, एनकासाले पनि सायद मैले लेखेर दिएको छ। यसमा हामीले यहाँकै मैले हाम्रो चाहिँ भाइहरूसँग डिस्कस गरेर आएको छु। अब हेर्नुहोस् है, जहाँसम्म टाइमिङको कुरा छ 10 to 5 मल्टिपल त्यो एरेन्जमेन्ट गर्न सकिन्छ, नगर्ने होइन। अब अलिकति के छ भने यो कुरा मैले स्वीकार्नुपर्छ, हामी कहाँ अलिकति हाम्रो संस्थाकै स्ट्रक्चर हेर्दाखेरि अलिकति टाइमिङ चाहिँ हामीसँग अलिकति 10 to 5 नै हाम्रो चाहिँ अब जबको स्ट्रक्चर जबको टाइमिङ भएको हुनाले सायद अब अलिकति त्यसलाई एक्सटेन्ड गर्नलाई नगर्न सकिने त होइन, त्यसलाई मल्टिपल चाहिँ टाइमिङहरू मिलाएर अल्टरनेट टाइमिङ मिलाएर यसको पनि सल्युसन आउन सक्ला होइन। त्यसमा खास मलाई लाग्छ अलिकति मिलायो भने जुन लाइब्रेरीको कुरा छ। अब स्टडीको मटेरियलको कुरामा क्यापनको हामीले सिलेबस चेन्ज गऱ्यौँ, क्यापनको पनि अहिले हामीले स्टडी मटेरियल्स नयाँ लगभग सुरु गरिसकेका छौँ होइन। अब हामी कहाँ समस्या म तपाईँहरूलाई भन्छु के हो भन्ने कुरामा मैले भने नि कुनै पनि चिजमा हामीले सर्फेसमा हेर्नुभन्दा समस्यामा हेरेर समाधान कसरी गर्नु हो। अब हामी कहाँ अलिकति मैले बार भन्ने गरेको छु, मेरो स्पिचमा छ, मेसेजमा छ, हामी कहाँ अलिकति चाहिँ कस्तो छ भने स्टडी मटेरियल हामी बनाउन दिन्छौँ, अलिकति समयमा आइपुग्दैन, त्यो समस्या हामीसँग छ। र मैले एज अ चार्टर अकाउन्टेन्ट, म आफै यदि सिनियर चार्टर अकाउन्टेन्ट हो अथवा म अहिले प्रेसिडेन्ट छु, मैले एउटा इन्स्टिच्युट चलाउनलाई सबैको चाहिँ सहयोग चाहिन्छ भनेको छु। जस्तै इन्डियामा तपाईँले हेर्नुभयो भने 1 लाखभन्दा बढी मेम्बर होला, तर त्यहाँ 10,000 भन्दा बढी रिसोर्स पर्सन्सहरू छन् होइन। यो चाहिँ स्किल्ड र रिसोर्स पर्सनको ब्याकअपवाला कुरा भयो, स्टडी मटेरियल्सहरू कुराहरू भने मैले अथवा हामीले इन्स्टिच्युटमा स्टडी मटेरियल्सको क्वालिटी बढाउन, एक्जामिनेसन सिस्टम बनाउन धेरैचोटि अपिल गरिसकेका छौँ। धेरैचोटि इभन एसोसिएसनको मार्फतमा पनि मैले एसोसिएसनको प्रेसिडेन्टलाई के भनेको थिएँ भने यही कुरा उठ्दाखेरि तपाईँ हामीलाई मानिस दिनुहोस्, हामीसँग रिसोर्स कन्स्टेन्ट चाहिँ छ, यो एक्सेप्ट ग्राउन्ड रियालिटी हो। यसलाई बढाउनलाई आउनु पर्यो हाम्रो अकाउन्टिङ प्रोफेसनका मान्छेहरू, तपाईँहरूले भने होइन, मैले हाम्रो सीहरूलाई मैले बकाइदा फोरमबाट या चाहिँ हाम्रो चाहिँ एसोसिएसन थ्रुबाट पनि भनेको छु। अलिकति त्यो चाहिँ अलिकति रिसोर्स कन्स्टेन्ट भनेको मानिसकै अलिकति चाहिँ हाम्रो चाहिँ सायद हामी तपाईँहरूको जेनेरेसनले यसलाई फरवर्ड अलिकति तपाईँहरू सिए भइसक्नु भयो भने अलिकति होला, तर हामी अलिकति हाम्रै अलिकति चाहिँ यो टाइम दिन नसक्ने, हाम्रो अलिकति चाहिँ अलि रिसोर्सको चाहिँ एउटा चाहिँ पुलमा पनि हामी अलिकति बढाउन नसक्यो केही सब कुराहरू। जबकि मैले यसपालि यङ्गर जेनेरेसन्सको 5+ इयर्सहरूलाई लिनुपर्छ भनेर एक्जामिनेसनदेखि लिएर चाहिँ यो मटेरियलमा मैले धेरै प्रयास गरेको हुँ कि अलिकति बढाउँ, एक्सप्यान्ड गरौँ, टाइमली हाम्रो स्टडी मटेरियल आओस्। क्याप 1 को रिभिजन छ, भोलि क्याप 2 र क्याप 3 सिलेबसमा पनि हामी रिभाइज गर्न सक्छौँ होला, सायद पछि फरवर्ड जाउँला। पछि कुरा जुन साफा लेभलको कुरा गर्नुभयो यहाँले त्यो कुरो हो होइन। त्यस कारण चाहिँ अब हामीले एउटा कुरा चाहिँ टाइमिङको कुराहरूमा चाहिँ यथा अहिलेको जुन टाइमिङलाई चार्टर अकाउन्टेन्ट कोर्सको टाइमिङलाई जुन टाइमिङ छ लगभग 4 वर्षभन्दा माथि 4.5 वर्ष अहिलेको जुन फ्रेमवर्कमा छ, त्यसलाई अरू देशहरूसँग स्पेसली इन्डिया देशहरूसँग कम्पार्टेबल बनाउने कोसिस चाहिँ हामीले अहिले सोचिरहेकै आएको छौँ है। किन त्यही कारण त्यसले गर्दाखेरि क्याप 1 को हामीले फरवर्ड गऱ्यौँ। अहिले तपाईँले याद होला हामीले क्याप 1 को अहिले यसपालि चाहिँ जुनसम्मको यो हाम्रो कट अफ दिएर 15 कट अफ दिएर हामीले क्याप 1 को जाँचको चाहिँ हामीले चाहिँ दिन पाउने भनेर 8 लाई 6 महिनामा ल्यायौँ। सायद यसमा हामी नियमावली संशोधन पनि जान्छौँ होला, यसको चाहिँ नियमावली भएको हुनाले। र अरू पनि क्याप 2 र क्याप 3 मा आर्टिकल सिपदेखि लगायत अहिले ब्याचलरको कुरा डाइरेक्ट म भन्न सक्दिनँ, त्यो आर्टिकलको चाहिँ पछिको कुरा। त्यसमा कसरी स्टुडेन्टहरूलाई थोरै समयमा चाहिँ समय बर्बाद नगरिकन गराउने भने भिजन चाहिँ छ है। म एजुकेसन कमिटीको म छु, अहिले हाम्रो भिजन भएको चाहिँ होइन, अलिकति स्टडी गर्नु छ, अध्ययन गरिरहेको छु कसरी कम्पार्टेबल बनाउने। त्यस कारण चाहिँ यो बारेमा चाहिँ यहाँले के सोध्नु पऱ्यो भने हामी धेरै पोजिटिभ छौँ। वी डोन्ट वान्ट आवर स्टुडेन्ट्सले 5 वर्ष चाहिँ स्लग गरोस् अनि विदेशबाट आएर 3 वर्षमा गरोस् भन्ने पनि हाम्रो भावना होइन, डेफिनेटली होइन। समय सापेक्ष बनाऊ भन्ने चाहिँ हाम्रो चाहिँ भावना हो। त्यो चाहे साफा लेभलमा होस्,
चाहे त्यो लेभल होस्। बाँकी मैले भने लाइब्रेरीहरूलाई चाहिँ गर्नुपर्छ होइन। अब यो हामी गरिरहेको छौँ होइन। र अरू चाहिँ एउटा कुरा के बुझ्नुहोस् भने यहाँ कुनै चाहिँ हामीले संस्थाको तर्फबाट हेर्दाखेरि हामीले चाहिँ जहिले पनि चाहिँ हाम्रो विद्यार्थी तपाईँहरू र हामी इन्स्टिट्युटमा बसेको देशमा बसेको हामी होइन। अब यही राष्ट्रको नागरिक तपाईँ पनि हामी पनि। यसलाई चाहिँ मैले त क्लियरली भनेको छु। मेरो जहिले पनि हाम्रो प्रधानमन्त्रीका एज अ मैले एउटा चाहिँ नेसनल अकाउन्टिङ बडीको हिसाबले आज प्रेसिडेन्टको हिसाबले र एउटा चाहिँ आइक्यानको हिसाबले बोल्दाखेरि मेरो प्रेफरेन्स कहिले पनि इन्डियन स्टुडेन्ट्स नेपालमा आएर चाहिँ गरोस् भन्ने चाहिँ होइन। पर्सनली मलाई हुन्छ पनि होइन। जब हामीले हाम्रो स्टुडेन्टलाई चाहिँ गर्न सक्दैनौँ भने हाम्रो स्टुडेन्टलाई चाहिँ हामीले चाहिँ गर्नु नै हाम्रो कर्तव्य हो होइन। अब यहाँसम्म के छ भने कुनै पनि चिज मटेरियलाइज हुनलाई एउटा कुरा के छ भने आइक्यान त सानो अहिले भर्खरै सुरु भएको धेरै टाइम पनि भएको छैन। अलिकति हामीले रिसोर्सहरूलाई पुलअप गर्दैछौँ फिजिकलदेखि ब्रेन मेम्बर। अरू कुरो के छ भने प्रयास चाहिँ हामीले नगरेको होइन है। अब साथीहरूले मेसेज अब भाइहरूलाई के जाला धेरै पक्षहरू हुन्छन्। जस्तै प्लेसमेन्टै कुरा गर्ने हो भने विद्यार्थीहरूलाई लक्षित गरेर मेम्बरलाई लक्षित गरेर फर्स्ट टाइम आइक्यानको हिस्ट्रीमा मेम्बर्स एन्ड इन्डस्ट्री चाहिँ हुनुपर्छ इस्टाब्लिस गर्ने प्रेसिडेन्ट पनि मै हुँ क्या। मैले यसो क्रेडिट लिन लागेको होइन। तर त्यो कन्सेप्ट मैले किन लिएर आएको भने लास्ट टाइम हाम्रो अनलजी पनि हुनुहुन्थ्यो त्यसमा इन्ट्रोडक्सन प्रोग्राम गरेका थियौँ। त्यो कन्सेप्ट हामीले दुई किसिमले लिएर आएको। एक किसिमले हाम्रो आफ्नो मेम्बरहरूले जबको एक्सप्लोर गरोस् जस्तै हाम्रो अहिले अनलजीले भन्नुभयो। अनि प्लस अर्को कुरा के थियो भने जो म लागेको छु मैले स्पेसली रेगुलेटरहरूसँग एज अ प्रेसिडेन्ट रेगुलेटरसँग स्ट्यान्ड लिएर भनेको छु जब इम्प्लोइमेन्टको लागि। के भन्दा सिक्युरिटिज बोर्ड अफ नेपाल 7 मा लिस्टेड कम्पनीमा एटलिस्ट जति पनि लिस्टेड कम्पनीमा फाइनेन्समा एउटा चार्टर अकाउन्टेन्ट हुनुपर्छ। यो स्ट्यान्ड मेरो पहिले पनि रह्यो पहिले पनि दिन्छ। इभन राष्ट्रिय ब्याङ्कको गभर्नरसँग रहँदा पनि मैले यो भनेको छु होइन। यो मेरो हाम्रो स्ट्यान्ड छ। यसलाई मैले 7 को चेयरम्यान म भिपी हुँदाखेरि पनि त्यहाँ मेम्बर हुँदाखेरि पनि अहिले पनि गभर्नेन्स कर्पोरेट गभर्नेन्सको चाहिँ हामीले चाहिँ सिएलाई एउटा चाहिँ संस्थामा लिस्टेड कम्पनीमा एटलिस्ट जहाँ अहिले छैन। तपाईँ हेर्नुहुन्छ फाइनेन्स कम्पनी ब्याङ्कहरूले अब्जर्भ गरेर छ। फाइनेन्स कम्पनीहरूले चाहिँ अब्जर्भ गर्न सकेको छैन। फाइनेन्स कम्पनीमा तपाईँले हेर्नुहुन्छ सिएजहरू छैनन् बेसिकली यत्रो धेरै चाहिँ ऊ छ। त्यसमा पनि हामीले र अरू लिस्टेड कम्पनीको सुरुवात हाम्रो मेरो भिजन हेर्नुहुन्छ मलाई पर्सनल भन्नुहुन्छ भने होइन। त्यसपछि हामी पब्लिक कम्पनीज अरू इत्यादि इत्यादिमा जति पनि कर्पोरेट बडिजहरू छ त्यसमा चाहिँ सिए हुनुपर्छ। सिएफओमा अलरेडी तपाईँले जे पनि भन्नुहोस् फाइनेन्समा हुनुपर्छ। अनि गभर्नेन्सको इस्यु अनि ट्रान्सपेरेन्सीको इस्यु अनि इकोनोमिक डेभलपमेन्ट र इकोनोमिक ग्रोथ र कर्पोरेट ग्रोथ इस्यु आउँछ भन्ने हामी त्यसमा चाहिँ लागेका छौँ होइन। यसमा चाहिँ अब कहिले हुन्छ म तपाईँलाई विश्वास देखाउँछु हुन चाहिँ हुन्छ कहिले। अब यो टाइमिङ कस्तो छ भने सिक्युरिटिज अब यो कस्तो भने अलिकति तपाईँलाई थाहा छैन। अहिले हाम्रो अनल भाइले पनि भन्नुभयो नेपालमा सबै कुरा पोलिटिकल दस्तावेज हो। देशको स्थिति हेर्नुहोस् एकतिर लागौँ अब त्यहाँ यो त्यो गर्दा गर्दै आफ्नो मान्छेले आफ्नो हिसाब आफ्नो मान्छेले गर्छन् होइन। त्यसकारण चाहिँ नलागेको चाहिँ होइन। इन्स्टिच्युटमा हामी बसेर हामी काउन्सिलमा बसेर प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट जो हो हाम्रो विद्यार्थी तपाईँहरू होइन। तपाईँहरूप्रति हामीले यो रेस्पोन्सिबिलिटी पनि हो होइन। त्यसकारण चाहिँ हामीले प्रयास चाहिँ गरिरहेको छौँ। यो चाहिँ हाम्रो चाहिँ हुन्छ। अरू विकासहरूमा पनि मैले भने नि केही कमीहरू छन् त्यसलाई त भइ नै अहिले नयाँ जस्तो भइ नै हाल्छ। र केही कमीहरू इमिडिएट कमीहरू जुन चाहिँ छ यो स्टडी मटेरियलदेखि इत्यादि 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 चाहिँ छ। तर हाम्रो प्रेफरेन्स भनेको हामीले यत्रो विद्यार्थी 11-12 हजार विद्यार्थी लिएपछि हाम्रो प्रेफरेन्स र हाम्रो दायित्व पनि हो कर्तव्य पनि हो र हाम्रो चाहिँ ऊ पनि रेस्पोन्सिबिलिटी सबै कुरा हो। हामीले हाम्रो विद्यार्थीलाई नै हाम्रो मेम्बरसिपमा ल्याउनुपर्छ। हाम्रो विद्यार्थीलाई नै प्लेसमेन्ट गर्नुपर्छ। विषम परिस्थितिको बावजुद हामीले हाम्रो विद्यार्थीको चाहिँ फ्युचर चाहिँ हेर्नै पर्छ। यसमा कुनै दुई मत छैन। मलाई लाग्छ मैले सायद सबै कुरा भने है। यसमा चाहिँ अब सायद समयको पनि पाबन्दी छ है। धन्यवाद। किताबी ज्ञान मात्र भएको मान्छेलाई एउटा सफल सिए एउटा सक्सेसफुल सिए भन्न मिल्छ र we cannot deny the fact that we are the leading professionals. यही कुरालाई अझ प्रश्न पार्नको लागि we have our second speaker for the event, Mr. Uday Sharma, author, trainer and NLP practitioner. Mr. Sharma, born in August 1970 at Ilam, has authored a series of textbooks, English language, English literature, life skills and character education that are prescribed in more than 1,000 schools and studied by nearly 400,000 students. He has written and published a novel, Little Master, which is available in Amazon.com.
He has conducted more than 500 trainings and workshops for teachers, principals, civil servants, and other professionals. He got certified as an NLP Neuro-Linguistic Programming Practitioner from National Federation of Neuro-Linguistic Psychology, USA in 2005. He is a perfect example of success after struggle. मेहनतको फल मिठो हुन्छ भन्ने कुरा उहाँको जीवनबाट हामी सिक्न सक्छौं. For your information, he ran away from his home at the tender age of 6, and today he is here in front of us as the successful Mr. Uday Sharma. Coming up to his academic background, he has completed his higher education under ICSE from Delhi in 1998 and MA in English from Guwahati University, Assam in 1995. Mr. Sharma is here to share with us his views and opinions on potential and inspiration for CA students. So let's welcome him on the dais with big hands. Thank you, Suti and Sushmita. Sushmita, right? Thank you so much for that great introduction. I really appreciate it, and I'm really delighted to be here today. Good afternoon. I did not know that CA students were so stingy. I said good afternoon. Thank you, thank you, thank you. Whenever I see a large crowd like this, I feel like conducting a workshop. But Shruti made it very clear, this is not a workshop for you, sir. This is a speech session. Give a 40-minute talk, nothing more, nothing less. So I'll come down to 40 minutes. As they said, as the announcer said, I've spoken to thousands of students from high school, from college, from university. I have trained thousands of teachers in Nepal. And I've also trained, not exactly trained, let's say, conducted leadership workshops for professionals from different companies and organizations. But this is the first time I'm speaking to CA students. I'm delighted. First time. In a way, I'm rather nervous. I don't know what you think. I don't know what you eat. But I saw some of your problems today, so I can feel empathy towards you. I may not be able to solve your immediate problems, but I can help you in certain areas of your life today. I hope I can. I believe we can work together. Shruti, is it possible if I can get a hands-free mic? But I'm sorry, I can't sing like him, I can't dance like him, and I don't have a figure like him. Whatever is there, a little bit is here. I'd like to share that with you. Thank you so much for being patient. The way you surrounded your president today, it made me feel that you are really conscious. It made me feel that you are really concerned about your future, about your education. I was really happy and proud. I was a teacher of Shruti long time ago. And I always feel, whenever I see people and whenever I stay on the stage, I see people as my students. So if you, and especially looking at your young faces, I take the privilege of treating you like my students as well. Can I? Thank you. And I tell all my students, since you have given me the privilege to talk to you as a teacher, I tell all my students, don't be a follower, be a leader. Be a leader. And CA students are a very privileged few in the country. There are many doctors, there are many engineers, there are many teachers, there are many in every profession, but I haven't heard of many CAs in the country. So you are already in the leadership position, few of you. So I'll be speaking to you today as the future leaders in the field of business, finance and accounting. I'm taking it for granted that I'm talking to young leaders of the country.
And I know you are very patient. You can hear the song, you can hear the laughter, but you are patiently sitting here. A good sign of leadership. Talking about leaders, whenever we talk about leadership and leaders, we normally think about the great leaders, such as Nelson Mandela, such as Mahatma Gandhi, Hitler. He was a great leader, yes indeed. He may be a bad leader, for us, but he was a good leader to the Nazis. Mao Zedong. Thank you. Thank you. I'm satisfied with your ticket. Thank you. But there are other fields where their leaders exist, who are not so famous, who are not so sung and recognized by the people. Let's talk about some, do you know any leader in the field of business? Traveled all over India, became a sadhu at the age of 14. Sadhu, long hair, langoti, you know langoti? Yes. Then I recognized, no, I can't live a life like this. Then started studying really well and completed my education, came back to Nepal and became a teacher. And later a writer and a trainer, sort of. One more time. So, talking about billionaires, I looked into the billionaire list and I saw recently that there were only 1,200 billionaires in the whole world. And Binod Chaudhary became one of them. We are really proud of him. Anyone, any leaders in the field of medical profession? Bhagwan Koirala, one of my very respected people. Bola Rijal. Upendra Dev Kora. Sandhu Kruit. Anybody forgotten him? Magsaysay Award winner Sandhu Kruit. Any good leaders in the field of finance and accounting? I do not know. Can you please help me? Anil Shah. How could I forget him? Anil Shah. Yes, indeed. Anil Shah. L.P. Bhanu Sharma. Indeed. L.P. Bhanu Sharma. He is also called the king of the jungle. Lion. Now, when we study leadership, since I told you I'm talking to leaders, so I'm starting this today's talk with the leadership questions. When we can understand or how a lion is a leader, we can take his qualities and become leaders ourselves. If he can rule the jungle, we can rule the business world in Nepal. Take the qualities he has. There's a problem with the lion, as there's a problem with every leader. Is the lion the biggest animal in the jungle? No. Who is bigger than him? Elephant. So, he failed the first test. Lion failed the first test because now we see, since my topic for today was potential and inspiration, I'd also like to focus on potential. Does the elephant have the potential to become the leader of the jungle? Yes. Yes, because by virtue of being the largest animal, he has the potential, but he is not the king, he is not the leader. Is the lion the strongest animal in the jungle? No. The rhino is stronger than the lion. A rhino can swing a lion with his horn and throw him away with one swing. Does the rhino have the potential? Yes, but still he is not the leader. Can a lion run like a cheetah? Can a lion jump like a kangaroo? Can a lion climb a tree like a monkey? Can a lion fly like an eagle? Can a lion swim like a fish? Lion has no qualities to be a leader then. But still he is the leader. And he is not a dictator, he is the democratic leader of the jungle. Everybody respects him. When the lion is sleeping over there, the elephant doesn't go near, far away. Salute, king. Goes away. Hyena, he may have his respecting, he will laugh. That is his way of respecting, and he will move away.
every animal of the jungle, they respect the lion as their king, as their leader. So my question to you is, what does a lion have that makes him the leader of the jungle? In spite of all his faults, all his weaknesses. The largest carnivore. Thank you. I never thought of it. I'll mention this in my next seminar. Thank you. What's your name? Vishnu. I'll remember your name too. You know, I have a funny way of remembering names. If you ever invite me again, I'll teach you some memory techniques. Vishnu will not like it if I tell him now. But I have a funny way of remembering names. And that is how all the memory techniques of the world work. But that's a different issue for a different day. What does the lion have that the other animals don't have is, the lion has leadership. To gain that leadership, he has a special potential, a special quality that starts with the letter A, that ends with the letter E. Attitude. The lion has the attitude of a leadership. I'll tell you, my dear students, leaders don't complain, a lion never complains. When there's a problem, lion doesn't go to a cheetah and say, hello cheetah, there's a problem, you better solve it. No, lion doesn't say that. Lion solves his own problems. When the lion is hungry, he doesn't go about killing every deer in the forest. No, he will pick one deer and attack it and kill it and bring it. If he cannot kill it, he will not hurt it. Or he will not go and kill another deer once he has killed one. Lion has its own principles, his own leadership style. Lion is the king of the jungle because of his attitude. And perhaps, if time permits, though I don't suppose the time will permit me today, but we'll talk about some attitude issues today, which if we can build on, will go a long way in our leadership journey. Attitude is one side of the coin. There's another side, and before I tell you about the another side, let me tell you a short story, and this is a true story. Have you heard of Himal Power Limited? I once was invited there to give a training to their teachers. There is a project school there. I went there and talked with the project manager, Mr. Khargavista, a very good man. He told me a story. You know, Himal Power Limited is a big loss to the country, he told me. Because when we did the agreement with the Norway government, we did not do the agreement in Nepalese rupees, we did it in dollars. Now the dollar's value has increased many times. So we have to pay many times more than what we actually thought we had to pay earlier. So he told me a story. One day, the project stopped. Machines did not work. The turbines did not move. There was a big problem. He called all the engineers from Himal Power Limited. Nobody could fix the problem. No engineer in Nepal could fix the problem. The engineers from Norway were called. They tried to fix the problem. Nobody could fix the problem. Many days went, no work was done, no power was supplied. Finally, they found Mr. Singh from Punjab, who was qualified to do the work, they said. Some said he was not very qualified, but he knew how to do the work. So he was brought. He went around half an hour underground looking at different machines. Finally, he turned his turban, beamed a smile on his face, took out his screwdriver, went to that particular screw, turned it right, one turn, and the whole program, the whole machinery started. That was like a miracle. Mr. Kharga thanked him, hugged him, kissed him, I don't know what he did. He was so delighted. And then he was called, okay, Mr. Singh, you know, we are a dollar company, we'll pay you in dollars. How much is your price? Since we have paid for your coming and going and hotel charge, you tell us how much is your charge for that
for your work? Mr. Singh said, $10,000. $10,000 for turning a screw? Mr. Khadgapista got angry. Yes, sir, $10,000, but not for turning the screw, he said. Then what is it? Tell me. Turning the screw is only $1. Then what is that $9,999 for? He asked. And what did Mr. Singh say? Any guesses? Finding the right screw. Finding the correct screw to turn. That is the prize. So, it's not just about turning screws. When we are learning for CA, we are spending 3, 4, 5 years in this study. We might know, we might get the certificate, we might get the knowledge, we might get the skills, but if we do not know how to find out the right screw and turn it in the right way, we will not be leaders. We need to know, the best paid people in the country, in the world, are those who know how to turn, how to find a correct screw and turn it in the right way. So, another section of leadership is expertise. What was the first part of leadership? Attitude. What is the second part? Expertise. You need to be expert. We'll talk about expertise after some time. How we can be experts in our profession, how we can be experts in our studies. Of course, if I had time, I could teach you some study skills as well. But that is a subject for another day. Yes. Because I've seen thousands of students who struggle through studies. They are intelligent, they are good, they read night and day, but nothing goes in. What to do? And I tell them, you are not studying the right way. I give them a quick test. They are reading this way, and I tell them, no, that's not, and I find out and I tell them that's not the way you read. The way you read is this. Turn on your FM, start studying. I found out they are musically intelligent people. Turning on the music helps them to study, they memorize faster. Simple. So there are different ways to study. Of course, these are all parts of expertise. Expertise as students, expertise as professionals. So in this brief time, because our sir is waiting there patiently, I will not be taking too long, because moreover you too are waiting patiently to go home and reunite with your family. So I'll be very quick to talk about the two aspects of leadership potential today: attitude and expertise. This is really interesting. So much noise and nobody's bothered. Very nice. I'm really proud. I remember in one of the workshops I did later, long time ago, there was a hall that was just next to a highway. Every time I went to the stage to say something, pop, pop, big truck would pass by. And the participants were so frustrated every time. So finally, as a leader, because I was the leader there on the stage, so I had to find a way. I told them, every time there's a pop-pop, we'll celebrate, we'll not get angry. So next time there's a pop-pop, yeah! Alright, so that's how we change the situation. See, we have to deal with what comes. Okay, I need to, because I had several points, because of the time constraint, I'm cutting down a few. There are a few qualities in the attitude section which I'd like to focus on, only the critical parts, because I saw certain things going on here. I'd like to focus on only certain aspects that might directly relate. And later on, sir, somebody asked the question from there, where are you? Yes, you did, and no, the 5-question person. Yes, thank you. Later on, please remind me to talk about motivation. You asked the question how to motivate yourself. Sir said, of course, and I would like to add a little bit to it, okay? The question was how to motivate yourself. How to motivate yourself, yes. Talking about studies, one of the very important techniques is called mind mapping. If you look at my notes, you won't understand a thing because it's a mind map. First thing is how to handle failure. That was one very important question. Fail to huncha. What was that? Somebody asked here. Fail huncha, frustration huncha.
लास्टै हुन्छ। खाली के अरे पोजिटिभली लिनु भन्नुहुन्छ, हाउ टु पोजिटिभली लिनु, isn't it, when you are failed? Indeed, that's a very huge question, indeed, huge question. That is again a question of attitude of a leader. I'd like to give you some examples, then we'll go back when I'll touch that with the motivation part later. I remember many of you enjoy KFC chicken. Many of you do. Its owner is Harlan Sanders. Harlan Sanders, he was about 50, 60 years old. He was retired, he didn't have a penny in his pocket, and one day he said, well, I would like to do something with my life. He had a beautiful chicken recipe, so he took out a pressure cooker and went from restaurant to restaurant, will you buy my chicken recipe? They looked at the old man and said no. It is said that he knocked on 10,000 doors when at last one restaurant said yes. And that's where he started his first KFC chain. Today, of course he sold it, but he became a billionaire. Failure. He failed. Have you heard of the film Rocky and Rambo? Rocky and Rambo, no? I think I'm from the old generation then. One of the highest grossers. The actor is Sylvester Stallone. He wanted to become an actor, and he went from movie agent to movie agent to movie agent. They looked at him, a huge figure who didn't know how to speak English, and he wanted to become a Hollywood hero. Everybody laughed at him. Finally, one day, nobody wanted to talk to him. So one day what he did, he went to a film agent's office in the evening and slept there at the door. The next morning when the film agent came to enter through the door, he stopped him like a guard and asked him a question, will you make me a hero in your movie? So he was given a small role. But later what happened, he wrote a script himself. Nobody wanted to make him a hero, so he wrote a movie script himself. And he made himself a hero in that movie script. And he went from agent to agent, and everybody liked that movie script. They said, wow, it's wonderful, we'll pay you $100,000 for it. Can that be the hero? No. You don't look like a hero. Then it's not for you. He'd like to go to another. Finally, he was offered $500,000 that time. In the 80s, $500,000 for that script. He said, no, if I'm not the hero, I'm not giving you the script. Finally, what the movie agent did, they wanted the script so much, it was for the Rocky movie, and they paid him $20,000 and a role in the movie. He happily accepted it, and he became a billionaire. I think multi-billionaire right after that. He never gave up. He never gave up. So, you see, failure is just an attitude. Of course, it takes a long struggle. But if you have a big vision, I'd like to be talking about that soon. If you have a big vision, failures, you can endure any kind of failure. Failure will not be failure. Because if you are trying to study for CA to get a job, then you will not be able to endure failure. I'm sorry, my dear friends, my dear students. If you are studying for CA to get a job and get a 50,000 salary in a month, then you will find failure very, very frustrating. You need a bigger vision. You need a much bigger vision. You know, I left smoking after smoking for 20 years. I used to smoke 2 packets of cigarette every day. I smoked for 20 years. I started it from grade 10. You are good children. So people get inspired and ask me, how did you give up? Wow, tell me the technique. I say, techniques will not work. You need a vision. When your vision is big, then nothing on the way can stop you. In my
not exactly a best-selling, but for me it is a best-selling book, Little Master, which, as Shruti said, available on Amazon.com. If you have a $1 credit card, you can buy it from there. Not available in Nepalese rupees, though. In my book, Little Master, there is a section. There's a little boy who goes on a journey of the universe. He meets different great people of the world who teach him. And not only great people, even the forces of nature teach him. One time a river teaches him. The river was flowing with such greatness, and he asked the river, "Hello river, it's wonderful to meet you. How come you are never sad? See? Well, and you hit a boulder, big boulder, but you don't complain, river. You turn around and go, or you go over the boulder. When a hill blocks you, you never say, oh my God, my life is over, and cry and make a porn and live there. No, you never do that. You still turn around the hill or cut the hill in two halves and go ahead. What is the secret?" And the river says, "The secret is, I don't consider myself a river, for I am the ocean himself." See the vision of the river. When you know you are the ocean and you are going to meet yourself, so you have no problem. Nothing can ever stop you. You are clear with your destination. When you know you are the future leader of business of this country, when you see that vision very clearly in yourself, failure will not hurt you. In fact, failure is necessary. Have you ever read the book, The Alchemist? Yes. Learn from him. Failure is preparing you for the treasures hidden under the tree. If you haven't read that book, please read it. Have you read the book Rich Dad Poor Dad? If you are in the business world, if you are going to be the lions of the business world, if you do not read Rich Dad Poor Dad, then some other lion will come and eat your share. Please read it. See a picture of yourself in the future. 10 years from today, not 2 years, not 3 years, not 5 years. See a picture of yourself 10 years from today. If that fellow Anil Shah can become the greatest leader of business world, I can become too. Have that vision. If Anil Shah can become, I can become. If he has the potential, I have the potential. There is no difference in potential, you see. Lion has the potential and the elephant has the potential. It is the attitude and the expertise. I will gain the attitude and I'll develop my expertise. And why can't I be Anil Shah or more than him? I can be, definitely. I wish somebody had told me this earlier. I just learned it, and that's why I'm only a national speaker today. Now my vision is to become an international trainer and speaker for the next 5 years. Because earlier in my life, the cigarettes took my life away. The daily tragedy of your life. Have the vision and everything will take care of itself. You know, in the 60s, John F. Kennedy was the president of America, and their mission for that decade was put a man on the moon. There were big posters on the wall of NASA, everywhere. Everywhere was talking about, in 10 years we'll put a man on the moon. Saluted him. Well, he said, how's it going? And he said, well, I'm doing my job well, sir. I'm on a mission to put a man on the Mars, on the moon. The sweeper said, I'm on a mission to put a man on the moon. I'm not sweeping the floor. I'm doing my contribution to put a man on the moon. That is the vision. You're not needing to pass your CA exam. You're not passing the exam to get a 50,000 salary or whatever salary CA gets, I do not know. You are to elevate your vision, first and foremost. I'll be the saddest person in the world if you do not do it after I have spoken to you. It is said, when you become a this sort person, you know, you'll get shorter problems. And you'll solve shorter problems and you'll stay there complaining about shorter things. When your vision is here, you'll get bigger problems, more failures. But you'll be solving bigger problems and you'll be getting a bigger position in the world of business and finance. So it's all up to how much high you can take your vision.
of yourself. It's very, very important. I'll tell you, Oprah Winfrey, have you heard of her? She was sexually abused when she was a child. Her relatives were the abusers. At the age of 13, she gave birth to a child, a stillborn child, dead child. Her life was over. But Oprah's vision was not over. She said, I'm not going to live here. I am going to become somebody famous. I'm going to make a big contribution in this world. I'm going to bring positive life to people who have suffered this way, like me. So she started reading one book every week from that day on. No wonder in 5 years she was a talk show host, a famous talk show host. It doesn't take... It all depends on your vision. And yes, talking about expertise, since I'm cutting everything very short, I'll be talking about 10 minutes more possibly. I don't want to elongate this. Since your vision, your attitude is important, similarly your expertise is important. As I said, if you read one book every day, I'm telling you, if you find no other alternative to your life, I'm telling you, even if you find it difficult to study your subjects or get a job, I'm telling you, still, please remember this, write it down, remember in your head. If you can study one book in a week, how many books will you study in a year? 52. In 2 years? More than 100 books. In 2 years, I'm telling you, there will be no other knowledgeable person in Nepal than you, if you can read 200 books. You will be reading your course books for your exam, but you will be reading these other business and accounting books for your life, for your success. Read books, my dear children, read books. So, Mr. Uday Sharma, it's just so easy to speak from the dais, you know. A book in a week, we have our course, then I'll tell you an easy way to read. Get some friends together and form a mastermind group. What group, please? Mastermind group. Like-minded people. 5 people, 10 people, decide, take an oath. In the next 5 years, we are the ones, the champions in the business world. Let's take an oath. And take an oath and form a mastermind group. And what happens? Let's say 10 people form a group and meet every week. Out of 10 people, each one reads only one book. Let's not say every week, meet every month. Out of 10 people, only one book in 1 month. Can you study that much? And 10 people or 5 people meet in 1 month. And the person, suppose you reads that board ad, you tell the others, what is there? What is the secret there? What are the things to follow? The other person reads another book, Seven Habits of Highly Effective People. How many of you have read? फाइल बोकेर सीबी बोकेर तपाई हैन क्लाइन्ट कन्फिडेन्सली फकाएर काम गर्नु भनेको नट हो। यहाँ त तपाई बिहानदेखि बेलुका घर पुग्दा 2000 मान्छेलाई नमस्ते गरेर घर पुग्नुपर्छ। ट्राफिक हुन्छ, गाडी बाइक ड्राइभिङ गरिराखेका हुन्छ, अर्कोले हिँडिराखेकालाई हिलो छ्याप्छ, अफिसमा गएर को रिसाइराखेका हुन्छ, क्लाइन्ट कहाँ गयो के पुग्यो आउँदैन हैन, सबै कुरा म्यानेज गरेर मान्छे चल्नु। भनेपछि एउटा मुला फुच्याएर हामीलाई हप्काको भरमा आइक्यान हल्लिने भए हैन, फाल्दिनु नि त गभर्नमेन्टको बिल्डिङ हैन। हामीले पनि पूर्वाधारहरूको चाहिँ सेटअप गर्दै गएर क्वालिटीहरू मेन्टेन गर्दै गएर हामीले एउटा सर्टेन लेभलमा पुगिसकेपछि आइक्यानले के छ भने अब हामी संसारसँग फर्केर काम गर्न सक्छौँ। अनि आइसिआइसँग केही बिग्रेको छ, यही बिल्डिङ हो हामीले 3टा क्लासेस फाइल चलाएको, एउटा इन्टरनेसनल ट्याक्सेसन, अर्को आइएससी अडिट अनि अर्को चाहिँ के अरे आइएफआरएस सर्टिफिकेसन। खोइ आइसिआईले सहयोग गरिराखेको छ। एउटा मान्छेले हप्काको भरमा कराको भरमा गरेर चाहिँ केही पनि हुँदैन, यो नडराएको छ। अनि हाम्रो मान्छे पनि इन्डियामा गएर कलकत्तामा आइक्यानको प्रोडक्ट बिग 4 मा काम गरिराखेको छ। आइसिआईको प्रोडक्ट राम्रो छ भने बिग 4 मै काम गरिरहेको भइहाल्छ हैन। त्यसले गर्दा हामी अहिले कुनै पनि कारणले म विद्यार्थीलाई के आश्वस्त पार्न चाहन्छु भने हामी जति पनि आइक्यानको लागि काम गरिराखेका छौँ र आइक्यानको चाहिँ एउटा सिस्टम सेटअपको लागि काम गरिराखेका छौँ, यी सबै कुराहरूमा हामीले चाहिँ
एकदम अहोरात्र क्वालिटीलाई लिएर रिक्वायरमेन्टलाई लिएर र ग्लोबल सिनर्जीलाई लिएर हामीले मेन्टेन गरेका कुरा हो। त्यसले गर्दाखेरि डराउनु पर्दैन। हामी वेल रिकग्नाइज आइफ्याकको मेम्बर बढी भइसकेपछि हाम्रो प्रोडक्ट एजुकेसनमा ट्रेनिङमा नोबडी मेक क्वेसन, कसैले पनि सक्दैन। इन्डियाको 60 वर्ष पछाडि, श्रीलङ्काको 40 वर्ष पछाडि, बङ्गलादेशको पछाडिको, पाकिस्तानको पछाडिको बेला अहिले सीमाले हामीलाई इक्वल मान्यता दिन्छ। 3वटा सब्जेक्ट दिँदाखेरि हामी युकेको सीमा हुन सक्छ होइन। इङ्ल्यान्ड एन्ड वेल्ससँग हामीले काम गरिरहेका छौँ, एसिसिएसँग हामीले काम गरिरहेका छौँ। एसिसिएसँग मैले विद्यार्थीहरूसँग सेयर पनि गरेको थिएँ। एसिसिए आज सुरु गरे होइन, विनोद राज भण्डारी जो अध्यक्ष हुनुहुन्थ्यो उहाँ मरेर जानुभयो, उहाँसँग म पनि काउन्सिल मेम्बर थिएँ। अहिले म प्रेसिडेन्ट हुँदाभन्दा म त्यतिखेर बढी पावर थिएँ। त्यतिखेर पुष्पलालको पालादेखि रत्नराज, विनोद राज भण्डारी 4 जना प्रेसिडेन्टमा मैले एक्लै काम गरिरहेको छु आइक्यानको लागि। म एक्सेसेबल थिएँ, महालेखामा थिएँ, हामी इनपुट दिन सक्थ्यौँ र एसिसिएको लागि हामीले त्यतिखेर अध्ययन गरेर आएको थियौँ र ग्लोबल कन्सेप्टमा एसिसिएलाई चाहिँ हामीले चाहिँ एग्रिमेन्ट गरेर जाने प्रयास गऱ्यौँ। यहाँ कतिसम्म भयो वा मान्छेहरूले नै दुनियाँ आक्षेप लगाए। तपाईँलाई बजारमा गोरु नाङ्गै हिँड्दा आफ्नो लुगा खोलेर कसैले लगाइदिन सक्छ? गोरु धपाउने हो। हाम्रो हकमा यहाँ त्यस्तै भएको छ। एसिसिएको केसमा मान्छे नाङ्गे होइन, गोरु धपाउने हो, हामी धपाउँछौँ। र हामीले के हो भने एसिसिएले हामीले भने एउटा कुरो मानेन। हाम्रो एग्रिमेन्टका आधारमा नेपालमा कम्पिटिसन गर्न पाइँदैन भनेर मैले भनेको थिएँ, त्यो मानेन र मैले के गरेँ भनेदेखि वान वे डिसिजन हामीले गरेँ। अब एसिसिए पढ्या मान्छे नेपालमा इन्टरमिडिएट क्याप 2 लेभल सरह छन्। उनीहरूले 3 वर्षको ट्रेनिङ दिनुपर्छ र 2टा ग्रुपमा चाहिँ फाइनल एटेम्प पास गर्नुपर्छ। हामीले मलेसियासँग एग्रिमेन्ट गरेका छौँ। यहाँ दुनियाँभर आक्षेप लगाए, मलाई त्यो पर्दैन, कसैले आक्षेप लगाउनु पर्दैन। मेरो अहिले पनि यहाँ बसेको बेला तापले जुन घरबाट फोन आइरहेको थियो, मेरो अमेरिकासम्म बाबुले धेर सन्तान जन्माएको छन्, सबैतिर मान्छे पुगेको छ। बेलायत जाँदा पनि गर्छ, अमेरिका जाँदा पनि गर्छ। मलाई बसेर खानु भएको पर्छ, मलाई कसैसँग आर्थिक चलखेल गरेर लिनु पर्दैन। र यो नेपालमा सबैभन्दा ठुलो अर्गनाइजेसनमा मैले पहिले जारी खाइसकेको छु। सिए पढेर पास भएर आएको भोलिपल्ट दूरसञ्चारको म म्यानेजर भएर मोबाइल लिएर हल्लो हल्लो गर्दै गाडीमा ड्राइभर राखेर हिँडेँ। सबै मान्छेलाई पैसा कमाउ भन्ने मात्रै हुने हो, तर हामी भोकै पनि छैनौँ, नाङ्गै पनि छैनौँ। त्यसले गर्दा यहाँ त दुनियाँले केही भन्यो भने कसैले केही नसुन्ने, सुनिरहनु पर्छ भने विश्वास लाग्छ, विश्वास गरेर हुन्छ, लाग्दैन न। तर आइक्यानको इनिसिएटिभमा अङ्कुश लगाएर साथीहरूले के स्वार्थ पुरा गर्न खोजेका छन्, हाम्रो विद्यार्थीहरूको मनोबल घटाएर के पुरा हुन्छ, यो चाहिँ हामीले पनि सोच्नुपर्छ। तातो रिस जसलाई पनि आउँछ, मलाई पनि आउला, अर्कोलाई पनि आउँछ। अल्टिमेटली वी निड टु बिकम प्रोफेसनल। र अहिलेको WTO को सिनेरियोमा, ग्लोबल कम्पिटिसनको सिनेरियोमा चाहिँ तपाईँको के छ भने हामी कसरी ग्लोबल पर्सपेक्टिभमा कम्पिटेन्ट हुन सक्छौँ त्यो हामीले नेपालमा चाहिने सर्भिस डेलिभरीमा अब 2-4वटा सेयर आउँदैछ बजारमा। अपर तामाकोशी, जलविद्युत कम्पनी, यिनीहरूको आउने बित्तिकै हामी कहाँ के छ भने दिनको 1 अर्बभन्दा बढीको सेयर कारोबार, हामी कहाँ इक्विटीहरूको ट्रेडिङ हुन थाल्छ। तपाईँको चाहिँ दोस्रो चाहिँ पब्लिक फन्डहरूको ट्रेडिङ हुन थाल्छ, फरवर्ड कन्ट्र्याक्टहरूको सुरु हुन्छ। अनि त्यतिखेर हाम्रो कम्पिटिसन चाहिन्छ कि चाहिँदैन, कम्पिटेन्सी चाहिन्छ कि चाहिँदैन। अनि सधैँभरि विदेशी ल्याएर त सक्दैनौँ नि हामी, भने विदेशी आउँदा पनि हामी लोकल मान्छेहरूलाई उनीहरूले लिने। त्यसले गर्दाखेरि चार्टर एकाउन्टेन्ट भनेको चाहिँ एउटा ब्रान्ड हो। यो ब्रान्डलाई क्यारी गर्नको लागि एउटा विश्वास चाहिन्छ, धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ र अर्को लगाम पनि चाहिन्छ। अहिले त म त यो अहिलेको काउन्सिलमा आइकन पढ्न सकेको छैन, किनभने लिडर भएर हिँड्नु पऱ्यो, भ्याइँदैन। पढ्ने कुरा विद्यार्थीले पढ्नुपर्छ, हरेक कुरा जे पाउनुहुन्छ पढ्नुहोस्। पिकासोको अघि मैले ल्याएको थिएँ कुरा, पिकासोले के लेखेको छ तपाईँहरूलाई थाहा छ? पिकासोलाई आमाले के भनेको थियो भनेदेखि डक्टर हो बाबु भनेर भनेको थियो। आमाले भनेको भए म एउटा राम्रो सर्जन हुन्थेँ होला, बाबुले चाहिँ सेनामा जा भाइ अहिले खुब स्कोप छ भनेर बाबुले भने। सेनामा गएको भए म जर्नल हुन्थेँ होला या सत्ता कब्जा गरेर राष्ट्रपति हुन्थेँ होला, तर मैले भनेकोले गर्दा म चाहिँ हिँडेँ र म पिकासो भएँ भनेको। ऊ चाहिँ त्यस पछाडि के हो त कलाकार हो, उसले चाहिँ राम्रो राम्रो चित्रहरू प्रदर्शनी गर्न थाल्यो र स्टिल अहिलेसम्म पिकासोको चित्र भनेपछि अझै मान्छेहरूलाई एउटा फेम, एउटा पपुलारिटी। भनेपछि हामी विद्यार्थी पनि के भने एउटा चार्टर एकाउन्टेन्सी स्टुडेन्ट भएर आइसकेपछि पढ्ने के पाइन्छ, पढ्ने बानी हुनु। दोस्रो सिए पास गर्नु पर्यो होइन,
र यो धरतीमा मैले अघि नै भने नि दुनियाँ संसार छ। हाम्रा लागि एउटाले गरेका ठाउँ खोजिरहनु पर्दैन, दुनियाँ ठाउँ छ। दुनियाँ ठाउँमा हामी प्रवेश गर्न सक्छौँ र ग्लोबल एउटा सिङ्गल विन्डोमा अहिले काम गरिराखेको छ। हामीले काम गर्ने कुराहरू मिनेटमा इमेल हुन्छ, सर्कुलेट हुन्छ, कुराहरू हुन्छ होइन। अब ती कुराहरूको परिवेशमा हामीले जसरी पनि आफूलाई प्रोफेसनल बनाएर जान सक्छौँ। आइटी युजका कुराहरू छ, ट्याक्सेसनका कुराहरू छ, ग्लोबल पर्सपेक्टिभ र आइकेनले यी कुराहरू गरिराखेको छ। अब हामी ठुलै फड्को मार्छौँ, भोलि त उद्घाटनै छ हाम्रो बिल्डिङको। त्यस पछाडि हामीले आइकेनको एउटा इन्फ्रास्ट्रक्चर हुन्छ, डिस्टेन्स लर्निङका कुराहरूलाई हामीले सेटअप गर्दैछौँ। अब सँगसँगै गएर हामीले चाहिँ सबै कुराहरू इन्फ्रास्ट्रक्चर सेटअप भइसकेपछि विद्यार्थीहरूलाई चाहिँ एक्सेसिबल हुन्छ, आफ्नो बिल्डिङ हुन्छ, हल हुन्छ। यो बिल्डिङ त हामीले बनाएर हामी बस्ने होइन नि, यो त जेनेरेसन टु जेनेरेसनको लागि एउटा के हुन्छ भने स्टेप्स हो। यसले आफ्नोपन, विकासको पूर्वाधार, प्रोफेसनलिजमको चाहिँ इन्फ्रास्ट्रक्चर, ती कुराहरू चाहिँ सेटअप गर्दै जान्छ। हामी कहाँ विद्यार्थी कम छ र तपाईँको अहिले मेडिकल स्टुडेन्टहरू चाहिँ त सिए स्टुडेन्ट भइसकेको छ। अब पासिङ रेट कम छ, हामी कसैले पनि विद्यार्थीलाई फेल पार्नु भन्ने सोचाइ छैन, लेख्दैनन् के गर्नु। समस्या त्यसले गर्दाखेरि मैले तपाईँहरूसँग यति कुराहरू सेयर गरेको छ। विद्यार्थी भएपछि विद्यार्थीको हैसियतमा पनि बसौँ र आइक्यानमा तपाईँहरूभन्दा बढी चिन्ता लिने मान्छे आइक्यानमा छन्, गभर्मेन्ट पनि छ। अहिलेको गभर्मेन्ट हामी काउन्सिलको मान्छेभन्दा, विद्यार्थीभन्दा र हाम्रो मेम्बरभन्दा बढी सिरियस पनि छ। यहाँ यत्रो आएर दुनियाँ हल्लाउन खोज्छ होइन, त्यो केही पनि हल्लेन। सरकारले के भन्नु स्पष्ट भने तिमीहरूलाई यो 1 वर्षको ट्रेनिङ र 2टा विषय थोर्बो उस्तै पर्यो भने फाइनलको एक्जाम लेख्न लाउने र 3 वर्ष ट्रेनिङ लाउने। आइकेन काउन्सिल भनेको यहाँ चिया खान बस्ने मान्छेहरूको भिड हो। ऐनले क्यापासिटी पुर्याएर क्वालिफाइड भएर त्यो अनुसार चाहिँ ऐनले पार्लियामेन्टले अधिकार दिएर चलाउने संस्था हो आइकेन। उनले गरेको निर्णय कुनै मान्छेको मुडमा भर पर्छ। मेरो मुडमा मैले निर्णय गराउने भन्दा मेरो क्यापासिटीको कुरा हो। म कुनै सदाम हुसेन होइन, नेपोलियन होइन नि, म पनि यहाँको पद्धतिमा काम गर्ने मान्छे। त्यसले गर्दाखेरि केही हल्लेको छैन। विद्यार्थीहरूले आफ्नो गति, आफ्नो पढाइ, आफ्नो लगाम नचढाउँ। स्कोपहरू सिएको बढेर गएको छ। अहिले मात्रै पनि हामी कहाँ 6-7 जना ठुलो बिग ब्याङ्कको चाहिँ तपाईँको चाहिँ सिओहरू, चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ र त्यो ब्याङ्कहरूको अहिले भइरहेको पर्फर्मेन्स ब्याङ्कभन्दा राम्रो पनि छ। त्यसले गर्दाखेरि हामी गर्वका साथ अहिले अब हाम्रो धेरै पदहरूमा हामी सिएहरू गएका छौँ। त्यसले गर्दाखेरि चार्टर्ड एकाउन्टेन्ट संस्था, चार्टर्ड एकाउन्टेन्सी पढाइ, चार्टर्ड एकाउन्टेन्सी तपाईँको एक्जामिनेसन र ट्रेनिङ भनेको त एउटा सुनौलो अवसर हो, मान्छेलाई एउटा पर्फेक्ट बनाएर। त्यसले गर्दाखेरि यी कुराहरू छन्। सिएहरूले चाहिँ अलिकति अब अहिलेको आइटी युजरलाई हामीले बढाउनुपर्छ र केही न केही कुराहरू हेर्नुपर्छ र हामीले देखेका कुराहरू र यो मान्छे यहाँ आयो भने म कसैप्रति असन्तोष छैन। म आफ्नो बाहुबलमा हुर्कन सक्ने, बाँच्न सक्ने मान्छे भएको हुनाले मैले सबै विद्यार्थीहरूलाई त्यही लेभलमा यहाँ 2 जना मान्छेले कराउँदैमा, 1-2वटा वेब पेज भर्दैमा त्यो केही हुनेवाला छ। मान्छे के हुन्छ भनेदेखि त्यो मान्छे अर्कालाई आलोचना गरेर बाँच्ने मान्छे कहिले गरिखान सक्छ। मैले स्पष्ट आफ्नो माइलस्टोन्स, आफ्नो चाहिँ प्रगति डेमोन्स्ट्रेट गर्न सक्छ मान्छे। र म आइकेनको अध्यक्ष 1 वर्षको लागि हुन लाग्यो। म 1 वर्ष भयो र आइकेनको अध्यक्ष नभए पनि हिजो पनि गरेका थिएँ, भोलि पनि गर्छु। र हामी काउन्सिलमा हुन्छौँ, काउन्सिल बाहिर हुन्छौँ र यो सरकार, यो समाज, यो परिवेश, यो विद्यार्थी त हाम्रै हो। का लागि हामी जुन रूपमा भेला भएका छौँ, तपाईँहरूको कार्यक्रम सफल होस् र तपाईँहरू चाहिँ सफल हुनुहोस्, पढ्नुहोस्, पास हुनुहोस्, क्वालिफाइड हुनुहोस्। विल वर्क टुगेदर, विल सिट टुगेदर अनि अल्टिमेटली विल गो टुगेदर है। And would like to heartily welcome her on the stage, and Mrs. Prasad is here to share with us her motivational thoughts and experience on professional excellence. So let us welcome CA Sangeeta Kadaria Prasad with a big round of applause. Success is not at a point. It's a learning and continuous process. यो जोर्नीको बिगिनिङमा छँदै पनि यहाँहरूले मलाई औल्याएर यहाँको सामु उपस्थित भएर मेरा 2-4वटा अनुभवहरू, जीवनको सानो अनुभवहरू सेयर गर्ने मौका दिनुभएकोमा सम्पूर्ण एनकासाका टिम,
विशेष गरी श्रुति बहिनीलाई धन्यवाद। आशा छ यहाँले मलाई टाइम छुट्याउनु भएको 45 मिनट्स अगाडि मेरो पारिवारिक पृष्ठभूमिको कुरा गर्दा म रामेछापको ग्रामीण परिवेशमा जन्मिएको हुँ। ग्रामीण परिवेशमै जन्मिएर हुर्किएर 2058 सालको एसएलसी परीक्षाबाट प्रथम श्रेणीमा जिल्ला प्रथम भई एसएलसी पास गरेको। त्यहाँको सरकारी विद्यालयबाट मैले एसएलसी सकाएँ। मलाई लाग्छ हामीसँग एक किसिमको हामी सबैसँग इमेजिनेसन पावर, परिकल्पना गर्ने शक्ति, साथसाथै इच्छा शक्ति हुन्छ। त्यसलाई कुनै परिवेशले फरक पार्न सक्दैन। हामी भन्छौँ नि म सहरमा जन्मे, म गाउँमा जन्मे, म सहरमा जन्मेको भए म यसो गर्थेँ। म अनएजुकेटेड फ्यामिलीमा जन्मे, म एजुकेटेड फ्यामिलीमा जन्मिनुको पाएको भए म यसो गर्थेँ। म गरिब परिवारमा जन्मे, धनीमा जन्मिनु पाएको भए यसो गर्थेँ। द्याट्स नट राइट। म यस कुरामा एक थोपा पनि सहमत छैन। हामीसँग आफूले छुट्टै गड गिफ्टेड क्यापेबिलिटी हुन्छ। इभन तपाईँ पेन्टर बन्न सक्नुहुन्छ, इभन तपाईँ बिजनेसम्यान बन्न सक्नुहुन्छ, सिङ्गर, डान्सर, एभ्रिथिङ बन्न सक्नुहुन्छ। तर तपाईँ जेको लागि हो त्यही बन्नुहुन्छ। अल्टिमेटली गएर पछि तपाईँलाई त्यो कुरा रियलाइज हुन्छ। यसै गरी 2058 सालमा एसएलसी पास गरेँ। मलाई मेरो यो कुराहरू चाहिँ मेरो बाल्यकाल फर्केर हेर्दा अनुभूति हुन्छ। त्यतिखेर जुन मेरो परिवेश थियो, जुन पढ्ने इन्भाइरोमेन्ट थियो, जुन वातावरण थियो, त्यसले गर्दा मलाई अहिले ब्याक फर्केर हेर्दा त्यो अनुभूति हुन्छ। मैले जीवनमा एउटा सिकेको पाठ पनि भनौँ। 58 सालमा एसएलसी पास गरेपछि म काठमाडौँ आएँ। मसँग मेरो साथी थियो, दृढ विश्वास, इच्छा शक्ति, सेल्फ कन्फिडेन्स। योभन्दा इम्पोर्टेन्ट चिज केही पनि छैन। तपाईँलाई केही छैन, तपाईँसँग इच्छा शक्ति हुनु पर्यो, दृढ विश्वास हुनु पर्यो र सेल्फ मोटिभेसन हुनु पर्यो। सेल्फ मोटिभेसन, नट ओन्ली मोटिभेसन। तपाईँको हृदयबाट आउनु पर्यो त्यो मोटिभेसन। एक्सटर्नल कुराहरूले त्यसलाई इफेक्ट गर्नु भएन। एक्सटर्नल मोटिभेसन भनेको लङ लास्टिङ हुन सक्दैन। इट हेज सर्ट स्प्यान। मसँग त्यही कन्फिडेन्स थियो। म आएँ। साँच्चै भन्नुपर्दा मेरो एम भनेको पाइलट बन्ने थियो। म सानैदेखि पाइलट बन्छु भन्थेँ। हामीसँग सबैलाई सोध्छ नि स्कुलमा के भन्छौ भनेर, होइन? म सबैलाई पाइलट बन्छु भन्थेँ। के गरी बन्छु, किन बन्छु, कसरी बन्छु, मलाई थाहा थिएन केही पनि, होइन? त्यसपछि आएँ। खास मेरो घर, मेरो फ्यामिली, बुवा मम्मी काठमाडौँमै बस्नुहुन्थ्यो। तर मेरो मामा घर रामेछाप हो। म 2 वर्ष हुँदादेखि त्यहाँ बसेको। मेरो लाइफ त्यही बित्यो। एसएलसीसम्मको लाइफ त्यही बित्यो। त्यसपछि अब हामीसँग एउटा एक किसिमको कन्भेन्सनल थिङ्किङ छ नि, होइन? साइन्स पढ्नुपर्छ, डक्टर बन्नुपर्छ, पाइलट बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ। अहिले पनि हाम्रो सानो बच्चालाई भन्यो तिनीहरू अझ पनि सिए सबैलाई थाहा भइसकेको छैन। बच्चाले सिए बन्छु भन्दैन, डक्टर, पाइलट या इन्जिनियरै भन्छ, होइन? मलाई पनि त्यो एउटा कन्भेन्सनल थिङ्किङले गाइड गरेको भए साइन्स पढ्थेँ होला। तर मलाई कहिले लाइफमा साइन्समा राम्रो हो, होइन? इन्ट्रेस्ट भएन, होइन? त्यसपछि म कमर्स पढ्न थालेँ। कमर्स म दिल्ली बजारको ग्रिन कुर्ता लाउँछ नि, त्यो कुर्ता लाउने कलेजमा कन्या मल्टिपल क्याम्पसमा जोइन भएँ। मैले गाउँमा सरकारी स्कुलमा पढेको, सबै बुकहरू सरकारी मिडियममा पढ्नु पर्थ्यो। त्यहाँ आएर +2 जोइन गरेँ, सबै बुक इङ्ग्लिसमा। इभन सेन्टेन्स राम्रोसँग बुझ्नु त लेख्न आउँदैन, एउटा सेन्टेन्स मिल्दैन लेखेको। क्लासमा बसेँ। अब सानैदेखि अब्बलै थिएँ पढाइमा। कहिले लाइफ 10सम्म, एसएलसीसम्म कहिले सेकेन्ड भएन। 1 देखि 10 सम्म स्कुल फर्स्ट भएँ। कलेज एसएलसी सक्दाखेरि जिल्ला फर्स्ट भएँ, होइन? त्यो एक किसिमको मान्छेलाई थोरै साइडमा घमण्ड पनि हुँदो रहेछ कि सधैँ राम्रो भइराख्दाखेरि। त्यसलाई म्यानेज गर्न सकेन भने चाहिँ मान्छे फेरि धेरै अगाडि बढ्न सक्दैन। भन्छ नि गुड इज द एनिमी अफ बेस्ट। म गुड थिएँ होला त्यतिखेर, होइन? मैले त्यसलाई मनन गरेँ। म कलेज जोइन भएँ। कलेजमा मलाई असाध्यै गाह्रो भयो। इभन टिचरले पोइन्ट आउट गर्न थाल्नुभयो, +2 नै हो, कमर्स नै पढाइ हुन्छ, अर्को क्लास छ नेपाली मिडियममा, तिमी त्यहाँ जाऊ, तिमी फर्स्ट हुन्छौ।
तर तिमीलाई यहाँ सक्दैन तिमीले होइन। मसँग एकजना टिचर हुनुहुन्थ्यो, मैले नाम बिर्सेँ अहिले, उहाँले आउनु भयो। यति पिन्च भयो त्यो मलाई, इभन मैले घरमा गएर त्यो कुरा सेयर गर्न सकिनँ, मैले कसैलाई सेयर गर्न सकिनँ, गरिनँ भने मेरो फ्यामिलीको म बाहेक अरू सबै यहीँ पढेको हो काठमाडौँमै, सबै अब्बल हुनुहुन्छ, आफ्नो फिल्डमा सबैजना अब्बल हुनुहुन्छ। अहिले त मैले पनि म आफूलाई अब्बलै मान्छु होइन। त्यतिखेर यति पिन्च भयो। त्यसपछि मैले अब सोचेँ मैले जसरी पनि गर्नै छ, म गर्दिनँ। मेरो त धेरै अगाडि छ, मेरो डेस्टिनेसन पुग्नुपर्ने ठाउँ गन्तव्य धेरै अगाडि छ। म यतिखेर अल्मलिन थालेँ, यहीँबाट साइड लाग्न थालेँ। त्यो भनेको मेरो लागि साइड थियो, केही कुरामा त म पछि परेँ, साइड लाग्न थालेँ। त्यो ठाउँमा म कसरी पुग्छु भन्ने कुरा मलाई पटक पटक क्वेसन आउनु थाल्यो। मलाई घरमा फ्यामिली पनि नभनेको होइन तिमी छोडिदेऊ, तर त्यो छोडेको भए म सिए बन्न नसक्ने रहेछु। इङ्ग्लिस मिडियममै रहेछ सिएमा, मलाई त्यतिखेर थाहा थिएन होइन। त्यसपछि म घरमा जाएर मेरो काम के सुरु हुन्थ्यो भने डिक्सनरी बोक्ने, स्पेलिङ याद गर्ने, मिनिङ याद गर्ने फर द होल डे। म त्यही काम गर्थेँ, प्र्याक्टिस गर्दै गएँ। 11 क्लासमा एक्जाम दिएँ, हामीसँग 3टा सेक्सन थियो, क्लास टप होइन कलेज टप गरेँ। मसँग कता कता डगमगाउन लागेको आत्मविश्वास पुनः जागृत भएर आयो। मैले आफैलाई क्रस क्वेसन गर्न थालिसकेको थिएँ। मैले सोचेको गलत पो हो कि, म एभ्रिथिङ गर्न सक्छु भन्ने कुरामा जुन ममा कन्फिडेन्स छ त्यो रङ पो हो कि, मलाई कता कता लाग्न थालिसकेको थियो। त्यसपछि ममा फेरि त्यो आत्मविश्वास बढेर आयो। एक दिन 11 क्लासमा पढ्दाखेरि एफएम बजाएर म अकाउन्ट्सको होमवर्क गरिरहेको थिएँ। मलाई अहिले पनि याद छ, सिआईको पुतली सडकको सिआईको सिए सम्बन्धी कुनै प्रोग्राम एफएममा बज्यो। मलाई त्यो एफएम अहिले याद छैन, म कन्सियस भएँ। कमर्स पढ्न जोइन गरेपछि सिए बारेमा म सोच्न थालिसकेको थिएँ। त्यतिखेरसम्म हामीलाई के लाग्थ्यो, मलाई के लाग्थ्यो भने नेपालमा सिए पढ्न पोसिबल छैन, नेपालमा सिए पढ्न मिल्दैन होइन। त्यसपछि म त्यो कन्सियस भएर सुनेपछि त्यहाँबाट थाहा पाएँ कि नेपालमा सिए पढ्न मिल्दो रहेछ। त्यही दिन अब म सिए बन्छु। फेरि अर्को अलिकति नेचर मसँग के पनि थियो भने जसले जे गर्न सक्दैन भने म त्यो गर्छु भनेर अघि सर्ने होइन। त्यसपछि त्यसमा अलिकति अप्ठ्यारो गाह्रो भन्ने सुन्नमा आयो जब, त्यसपछि म अब सिए बन्छु भन्ने सपना लिएँ र त्यही दिनदेखि मैले जमर्को गरेँ, सिए पढ्न जमर्को गरेँ। अगाडि बढ्दै थिएँ। भन्छ नि डार्केस्ट आवर कम्स बिफोर द डन होइन। लाइफ राम्रोसँग चलिरहेको थियो, मसँग इच्छा आकाङ्क्षाहरू थियो, बाटो क्लियर हुँदै थियो। अचानक क्लास 12 पढ्दा मेरो फ्यामिलीमा मेरो बिहाको कुरा चल्यो। बिहा जिन्दगीको महत्त्वपूर्ण घटना हो, सबैको लागि उल्लासमय हुन्छ र इन्जोयबल छैन पनि हो। मेरो अगाडि चुनौती जुन थिए म्यारिड लाइफलाई सम्हालेर लाने र मेरो मन मस्तिष्कमा बनाइदिएका सपना थिए सिए बन्ने, सफल सिए बन्ने। त्यो दुईटाको अगाडि जति हुनुपर्ने त्यो हदसम्म उल्लासमय मेरो विवाह बन्न सकेन मेरो लागि। वैशाख 16 गतेदेखि कक्षा 12 को एक्जाम थियो, वैशाख 11 गते मेरो बिहा भयो। जस्ट 5 days बिफोर मेरो बिहा भयो। 11 गते मेरो बिहा भयो, म घर गएँ। त्यसपछि एक्जाम दिएँ। मलाई कुनै कुराले फरक पार्दैन थियो। त्यो शक्ति अझ अहिलेभन्दा बढ्ता त्यतिखेर मसँग थियो। कुनै कुराले मलाई मिनिङ दिँदैन थियो एक्सेप्ट मेरो अगाडि जे भिजन थियो सिए बन्ने, त्योभन्दा बाहेक मलाई केही दिन्थ्यो। म कसैको कुरा इभन धेरैजनाको कुरा सुन्यो भने धेरै थरी दिमागमा आउँछ भने म क्वेसन पुरै पनि गर्दैन थिएँ होइन। जस्ट 12 क्लासको एक्जाम थियो, बिचमा म सिआईमै गएँ। मैले सिआई सुनेको थिएँ, त्यतिखेर त प्रायः सिआई नै थियो पढ्ने समय पनि। सिआईमा गएँ, सिए सम्बन्धी सम्पूर्ण कुरा बुझेँ र त्यतिको बिचमा मलाई मेरो फ्यामिलीले इभन मेरो फ्यामिली पनि बिबिए पढ होइन, तिमीसँग सर्टिफिकेट पनि हुन्छ, फ्यामिली लाइफ पनि सेटल राम्रो हुँदै जान्छ भन्ने कुरा आयो। र अरूहरूले पनि त्यही भन्यो, कतिले त राम्रोसँग पढेर फुल टाइम दिएर घरमा केही नगर्नु पर्दा त सिए पास हुन सक्दैन, तिमीले सिएलाई जोक छानेछौ भन्न थाल्यो होइन। मैले कसैका कुरा सुन्नुपर्छ भने जरुरी ठानिनँ। नो वान निड टु बिलिभ यु एक्सेप्ट योरसेल्फ। यु डोन्ट निड टु कन्भिन्स एनी वान, जस्ट नो योरसेल्फ। तिमीले तिमीलाई चिन, आफूलाई चिन, आफै भित्रको इच्छा शक्तिलाई चिन, आफूले आफूलाई विश्वास गर। You don't think anything more. You don't need anything more. होइन। मैले कसैको कुरा सुनिनँ। भन्छौँ नि बाटोमा पुग्ने कुकुरहरूलाई ढुङ्गा हान्दै गयो भने हामी गन्तव्य पुग्न ढिला हुन्छौँ भन्छौँ कि। मैले कुरा गर्नु, सुन्नु र त्यसलाई अर्थ दिनु पनि जरुरी ठानिनँ। जे छ मैभित्र छ, त्यहाँ प्रस्ट्याइरहनु जरुरी छैन, त्यो समयले प्रस्ट्याउँछ
होइन म सिए जोइन भएँ सिए जोइन भएपछि सिए पढ्दै थिएँ एउटा असल बुहारी हुनुपर्ने एउटा श्रीमती हुनुपर्ने स्टुडेन्ट हुनुपर्ने पढ्नुपर्ने त्यो पनि सिए पढ्नुपर्ने र फेरि पास हुने गरी पढ्नुपर्ने मसँग अल्टरनेट अरू कुनै थिएन मैले कहिले सोचिनँ म फेल हुन्छु र अरू जस्तो 3 चोटि 4 चोटि किनकि मैले त एकचोटि फेल भएपछि मलाई लाग्थ्यो कि म ब्रेक हुन्छु मलाई मेरो फ्यामिली अथवा इन्भाइरोमेन्टले कन्टिन्युटीको लागि मौका दिन्न होइन मलाई त्यसरी एउटा चुनौती त छँदै थियो तर त्यो चुनौती तब तड्काएर बन्यो जब म आमा बने फाउन्डेसन एक्जाम सकिएको लगभग 1 मन्थ अझै कममा मेरो फर्स्ट बेबी जन्मियो दुःख फिजिकल दुःख मेन्टल मलाई केही पनि टेन्सन थिएन फिजिकल दुःखकै कुरा गर्ने हो भने त होइन म जस्ट अबाउट 7.5 मन्थ्सतिरको म प्रेग्नेन्ट थिएँ होला त्यतिखेर मलाई एकदमै गाह्रो भयो मैले घरमा सेयर गरिनँ पेट दुख्यो होइन किनकि मलाई हस्पिटल लानुहुन्छ होइन त्यो पढ्नु हुँदैन यो हुँदैन फ्यामिलीबाट भनेकै पनि हो पढ्नु एभ्रिथिङ होइन अरूले पनि ठिक कुरा हो त्यो पढ्नु एभ्रिथिङ होइन लाइफ म्यानेज गर्न सक्नुपर्छ पढेर सबै थोक हुँदैन जुन तिमीले मिसह्यान्डल जस्तो गरिरहेको छौ लाइफको एउटा पार्ट त्यो पनि धेरै इम्पोर्टेन्ट पार्ट हो यस सबै कुरा राइट हो पढेर सबै थोक हुँदैन तर नपढी केही हुँदैन त्यो पनि मलाई थाहा थियो त्यसपछि अलिक धेरै गाह्रो भयो मैले भने फ्यामिलीमा हस्पिटल जानु पऱ्यो हस्पिटलमा डक्टरले बेड रेस्ट गर्नुपर्छ भने फ्यामिलीले बेड रेस्ट घरमा गर्न दिएन म घरमा बसेर यतिकै पढ्छु यतिकै लेबर गर्छु र फेरि गाह्रो हुन्छ भनेर फ्यामिलीले बेडले घरमा जान स्वीकृति दिएन त्यसपछि मलाई सन्चो भएको नाटक गरेँ होइन म घर गएपछि कमिटमेन्ट के थियो भने बरु फर्स्ट 6 मन्थपछि अर्को आइहाल्छ नि त्यतिखेर एक्जाम दिने नपढ्ने भन्ने कमिटमेन्ट थियो मेरो घरमा मैले हुन्छ भने तर मेरो मनले मान्थेन म रुमभित्र बस्थेँ ढोका लक गर्थेँ पढ्थेँ र जब कसैले ढोकामा नक गर्छ पेडहरू बिगार्थेँ सुते जस्तो एक्टिङ गर्थेँ कसैलाई थाहा भएन म त्यतिखेर पढिरहेको छु भन्ने कुरा मलाई केही गाह्रो हुन्थ्यो केही हुन्थ्यो भने मैले कसैलाई सेयर पनि गरिनँ एक्जामको बेला थियो फाउन्डेसनको एक्जामको बेला थियो 9 मन्थ्स लगभग भएको थियो मेरो खुट्टा बढी जम्मै पोल्ने समस्या थियो पानीमा खुट्टा डुबाउनु पर्ने खुट्टा डुबायो भने खुट्टा सोयल हुने होइन इभन मेरो हस्बेन्ड राति मिलाइसकेपछि बाटामा पानी लिएर आएर बाल्टीमा पानी लिएर तल खुट्टा राखेर चेयरमा बसेर पढ्थेँ खुट्टा डुबाएर फाउन्डेसन ताकाको जति दुःख मलाई कहिले पनि भएन मैले फाइनल एक्जाम दिएँ फाउन्डेसनको त्यसपछि म आमा भएँ मेरो फर्स्ट बेबी जन्मियो त्यतिखेर मलाई याद भएछ 37 जना हामी पास भयौँ एक्जाम कति दिएको थियो मलाई याद भएन त्यसमा 3rd र्याङ्कमा आएँ त्यसपछि 1 मन्थ प्लसको बेबीलाई छोडेर बिहान मर्निङको क्लास इन्टरमिडिएट जोइन गरेँ इन्टरमिडिएटको क्लास पढ्न थालेँ त्यतिखेर अहिले त आफ्नो एउटा स्ट्यान्डर्डमा एउटा लेभलमा गाडी लिएर हिँड्न सक्ने भइयो त्यतिखेर त्यो अवस्था थिएन इभन माइक्रो बसमा भिड लागेर हिँड्नुपर्ने अवस्था थियो होइन त्यसो त त्यो फाउन्डेसनमै पढ्दा पनि त्यतिखेर धेरै बन्द हुन्थ्यो नेपालमा के बन्द हुन्थ्यो माइक्रो चल्दै थियो त्यहाँदेखि पुतलसडकदेखि घरसम्म हिँडेर जानु पर्थ्यो आमा खुसी हुएर म बसेको ठाउँ होइन माइक्रोमा हिँड्नु पर्थ्यो बिहानको मर्निङ क्लास थियो 10-11 बजी क्लास सकेको थियो त्यसपछि गयो बच्चा घरमा कुरिरहेको हुन्थ्यो बिहानभरि बच्चा छोडेर गएको हुन्थ्यो 1 महिनाको बच्चा त्यसपछि बच्चालाई केयर गर्यो थाकेको जिउ हुन्थ्यो पढ्दै पढ्छु भन्दा टाइम यत्तिकै वेस्ट हुन्थ्यो म्यानेज गर्न सकिँदैन इन्टरमिडिएटमा मलाई केही हदसम्म गाह्रो भयो त्यो टाइम म्यानेज गर्न गाह्रो भयो त्यसैले होला मैले इन्टरमिडिएट 3rd एटेम्पमा पास गरेँ 3rd एटेम्पमा आयो मलाई इन्टरमिडिएट पास गर्न इन्टरमिडिएट पास गरे पश्चात मैले सिएससी हामी सबैलाई लगभग थाहा होला रिनाउन्ड अडिट फर्म अफ नेपालमा आर्टिकलसिपको लागि जोइन गरेँ 3 इयर्सको आर्टिकलसिप कम्प्लिट सँगसँगै 2010 डिसेम्बरमा म सिए क्वालिफाइड भएँ यहाँहरूले अघि ब्याङ्क फाइनेन्सियल इन्स्टिट्युट मल्टिनेसनल कम्पनीको अडिट भन्नुभयो त्यो मैले आर्टिकलसिपको दौरान गरेको मैले आफैले फर्म इस्टाब्लिस गरिसकेपछिको होइन सिएससीमा सिनियर दाजुहरू दिदीहरू र असल गाइडेन्स पाएर धेरै सिक्ने मौका पाइयो जुन हामीसँग प्रिन्सिपल नलेज हुन्छ त्योभन्दा बाहेक जुन हाम्रो लागि प्र्याक्टिकल नलेज नेसेसिटी हुन्छ त्यो सिक्ने मौका पायौँ
2010 डिसेम्बरमा म सिए क्वालिफाइड भएँ। क्वालिफाइड भएपछि म स्टिल 7-8 मन्थ्स सिएससीमै काम गरेँ। एन्ड देन आफ्टर द्याट मसँग मेरो एउटा फ्यामिली बिजनेस छ, मेरो हस्बेन्डको बिजनेस शिखर इन्डस्ट्री प्राइभेट लिमिटेड। त्यसमा त्यो बिजनेस नै एउटा ट्रेडिसनल वेमा चलिरहेको थियो। त्यसलाई केही सुधार गर्नुपर्ने अथवा सिस्टमेटिक वेमा लानुपर्ने उहाँहरूलाई फिल भइरहेको थियो र त्यो काम मैले गरिदियो हुन्थ्यो भन्ने अपेक्षा उहाँहरूले गर्नुभएको थियो। यस आई डिड। मेहनत मैले गरेकै हो, विश्वास ममै थियो, मोटिभेसन मेरो आफ्नै हो, मेहनत आफ्नै हो। तर जुन परिवारले दिनुपर्ने साथ सहयोग र हौसला नदिएको भए, मेरो स्वतन्त्रतामाथि अंकुश लगाइदिएको भए म यो स्थानमा अहिले आउन सक्ने थिएन। मैले त्यो कुरा मनन गरेँ, सिएससीको जब छोडेँ। एन्ड देन मैले शिखर सुजमा एज अ डिरेक्टर, एज अ ओनर, इभन एज अ म्यानेजरको रूपमा काम गरेँ। दो फुल टाइम काम मैले छोटो समय गरेँ। त्यतिखेर मैले जे दिएँ शिखरलाई, शिखर सुजलाई, त्योभन्दा धेरै बढी मैले सिकेँ, एक्सपिरियन्सेसहरू बटुलेँ, धेरै कुरा मैले बुझ्ने मौका पाएँ फिल्डमा गएपछि। त्यसपछि नेपालमा लेडिजहरू सिए पास गरिसकेपछि प्रायः जबमा जाने सिस्टम छ, प्र्याक्टिस छ भनौँ, प्र्याक्टिस छ, सबैजना जब नै गर्छौँ। नेपालमा लेडिजहरूको सिए फर्म धेरै कम होला। यही सोचेर केही फरक गरौँ, फरक हौँ, डोन्ट ट्राई टु बी डिफरेन्ट, अरूभन्दा फरक हुनु धेरै फरक कुरा हो। कमन होइन, डिफ्रेन्ट हुनु भनेको अहोभाग्य पनि हो, डिफ्रेन्ट हुन पाउनु भनेको। मैले सिए फर्म खोलिनिलो गरेँ 2068 मा। मैले कलरियन एसोसिएसन नाम राखेर अडिट फर्म गरेँ। त्यसपछि यताका दिनहरू एज अ पार्ट टाइम कन्सल्टेन्ट भनौँ अथवा जे भनौँ शिखर सुजमा, र त्योभन्दा बढी अरू टाइम कलरियन एसोसिएसनमा व्यतीत गर्दै आएको छु। केही अर्गनाइजेसनहरूको अडिट, अकाउन्टिङ, कन्सल्टेन्सी लगायतका कामहरू गर्दै आएको छु। किन केही विकनेस छ, आफूसँग भएको विकनेस, तपाईँ यदि फेलर हुनुभयो भने, कुनै टाइममा एकचोटि फेल हुनुभयो भने त्यसलाई रियलाइज गर्नुहोस् र त्यसलाई तपाईँले औषध उपचार गर्नुहोस् कि जुन आफ्नो विक पोइन्ट हो त्यसलाई औषध उपचार गर्नुहोस्। यु विल बी भन्छौँ नि हामी, सक्सेस इज नट अबाउट नेभर फलिङ, इट्स अबाउट रेजिङ एभ्री टाइम यु फल। फेलर हुँदा त्यतिखेरको लागि त हामी एक्सेप्टै गर्न सक्दैनौँ। फेलर भनेको फेलरै हो, सक्सेस पास हुनु भनेको पास हुनु नै हो, फेल हुनु भनेको फेल हुने हो हामी भन्छौँ। लङ प्याकमा गएर हामीले हेर्ने हो भने जतिखेर हामीलाई फेल भएको दुःख हुन्छ, पीडा हुन्छ, सफरिङ हुन्छ, महत्त्वपूर्ण लाइफको चिजहरू, अनुभवहरू, एक्सपिरियन्सहरू त्यतिखेर सिकेको हुन्छौँ जतिखेर हामीलाई बढी गाह्रो हुन्छ, सफरिङ हुन्छ। सो जब सफरिङ हुन्छ त्यसमा छिर्नुहोस्, भित्र छिर्नुहोस्, केही कुरा सिक्नुहोस्, आफैले आफूलाई चिट नगर्नुहोस्। डोन्ट चिट योरसेल्फ। थाहा भएकै कुरो हो, जीवन सुख दुःख तितो मिठो अनुभवको सम्मिश्रण हो। इभन एउटा जीवन कम्प्लिट हुनलाई पनि यो सबै कुरा जरुरी छ, नभए जीवन जीवन नै भन्दैन। कसैको फरक होला, कसैको फरक होला, तर सबैको जीवनमा यी घटनाहरू आएकै हुन्छ। फेल भएँ म भएर नआत्तिनुहोस्। फ्रस्ट्रेसन, डिप्रेसन भन्ने कुरा दिमागमा नल्याउनुहोस्, नेगेटिभ भन्ने कुरा दिमागमै नल्याउनुहोस्। दिमागले हो हाम्रो सम्पूर्ण अङ्गहरू चल्ने, त्यस्तैतिर ड्राइभ गर्छ। तपाईँले जे कुरा दिमागमा सोच्नु हो बिस्तारै बिस्तारै त्यहाँ पुग्नुहुन्छ। तपाईँ नेगेटिभ सोच्दै जानुभयो भने तपाईँको
सोच्ने तरिका पनि त्यस्तै बन्छ पोजिटिभ लिनु भने हरेक कुरा त्यस्तै बन्न जान्छ 2 वर्ष 1 वर्ष 6 महिना ढिलो बन्ने होला के हुन्छ टाइमको म्याक्सिमम यो फेल हुँदाको अवस्थामा धेरै कुरा सिक्ने प्रयास गर्नुहोस् फेल नहुँला के थाहा फेल हुँदाको पीडा के हुन्छ भन्ने कुरा फेल हुँदा जुन